त्यो चाहिँ व्यापार सेपार छैन जुत्तै मात्र पुछेछ बिहानदेखि अब के गर्ने त नपुछ्नु त पुछ्नु पर्यो नि त आयो त हेर्दै त्यहाँ बुढो बक्कै थियो यहाँ रसदीप सान जुत्ता होलसेल पसल भनी अब यहाँ जानु पर्यो त्यो बुढा आएर यो बुढालाई चाहिँ यसो भिडाउनु पर्छ चाहियो बाजु हजुरलाई बाजे होइन कि बाजे होइन दाइ भन् हजुरलाई के चाहियो हजुर चाहिन त अब मलाई सबै टन्नै चिज चाहिएको थियो मलाई चाहिँ यो टी सर्ट मन पर्यो हजुरलाई बरु यो टी सर्टको कति पर्छ कुन्दी पैसा यो टी सर्टको 900 जम्मा 900 रे हजुर तिमीले 900 1000 भन्यो भन्दै म तिर्छु योभन्दा कस्ता राम्रालाई म यो अस्ति 1000 रुपियाँमा ल्याएको यसलाई अलिक डिस्काउन्ट गर्नु मिल्दैन यति सानो कुरामा पनि के डिस्काउन्ट दिनु यति एउटा टी सर्टको लागि पनि तिमीले डिस्काउन्ट दिए नद्याऊ त्यो मलाई केही मतलब भएन कस्ता ठाउँमा गएर कस्ता सामानमा किनेर डिस्काउन्ट गरेर ल्याउने म अब तिम्रो डिस्काउन्ट हुन्न भनेर हुन्छ पैसा यो 1000 भन्दा त म तिमीहरूलाई 5 रुपियाँ नि दिन्न नि ल यो झोलामा हाल्देऊ 1000 भन्दा 1 रुपियाँ दिन्न म तपाईँले भनेको दाममा दिएँ मैले 900 तपाईँलाई महँगो भयो महँगो भयो 900 त हस् म 1000मै दिएँ तपाईँलाई म कम्ताको बुढो छु र बाटो है दाइ म त बाठोमा छु त चाहिँ बाटोपछि म बाठो छु नि तिमीले 900 भन्दा हुन्छ म त 1000 दिन्छु 1000 मात्रै दिन्छु म त धेरै बाटो दाइ ल म गएँ त तिमीलाई धन्यवाद डिस्काउन्ट आउँदै गर्नु दाइ है तपाईँ जस्तो आउनु पर्छ दाइ म त 1000 मै लगिने बरु 900 भन्दा यस्तो कस्टमर चाहिँ ल सधैँ आउँछ वा 900 महँगो भयो 1000 रुपियाँ दिएर गयो नि बाबा हो क्या यस्तो त आइरहनु पर्छ यस्तो आउनु परेन त पुस जुत्ता पुस